अस्सलाम वालेकुम, नमस्कार, बिस्मिल्लाहिर्रहमानिर्रहिम। अहिले मुस्लिम महिलाहरूको हिजाबलाई लिएर धेरै टीका टिप्पणी भइरहेको बेलामा एउटा सानो कविता मुस्लिम महिलाहरूको लागि भन्न चाहन्छु, सुनिदिनुहोला। हिजाब मेरो पहिचान हो, कमजोरी होइन शक्ति हो। मेरो इमान, मेरो सौन्दर्य, मेरो लाज नै मेरो गहना हो। म दबावमा छैन, म अल्लाहको भरोसामा छु। मर्यादाभित्र स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँचिरहेकी छु। इस्लामले मलाई सिकायो इज्जत, सब्र र न्याय। म गर्वको साथ भन्छु, मुस्लिम महिला हुनु नै मेरो शान हो। हिजाबले ढाकिएको अनुहार होइन, हिजाबले सजिएको आत्मा हो म। लाज, इमान र इज्जत मेरो पहिचानको नाम हो। म कमजोर छैन किनकि मेरो भरोसा अल्लाहमा छ। म मौन छैन, मेरो धैर्य नै मेरो शक्ति हो। मेरो पहिरन नै मेरो विश्वास हो, कुनै दबावको चिन्ह होइन। मेरो चाल ढालमा शालीनता, मेरो हृदयमा रोशनी रेखा। छोरी, बहिनी, आमा म, जन्नतको बाटो देखाउने उज्यालो। इस्लामले मलाई सम्मान दियो, मानवता सिकायो, न्याय सिकायो। म पर्दाभित्र कैद छैन, म त मर्यादाभित्र स्वतन्त्र छु। इज्जतसँगै बाँच्ने कला इस्लामले मलाई सिकाएको छ। म धेरै धेरै सम्मान गर्न चाहन्छु मुस्लिम महिलाहरूलाई, जसले आफ्नो पहिरनलाई, आफ्नो सौन्दर्यलाई बरकरार राख्नु भएको छ। अल्लाह सबैलाई हिदायत दिउन्। अस्सलाम वालेकुम।